हेलो एन्ड नमस्ते सबैजनालाई। म चाहिँ आज अलिकति लामो ग्याप पछि एउटा सानो भिडियो हालेको छु है। म चाहिँ भर्खर कलेजबाट फर्किँदै हो। अहिले अब जाडो सिजन पनि छ हैन, त्यति भिडियोहरू पनि हाल्न पाइरहेको छैन। अब मेन भनेको त अब हाम्रो फाइनल इक्जाम आइसक्यो, न्यु इयर छ हैन एकदम। अब जनवरी सकिन लाग्यो, हाम्रो मार्चमा छ इक्जाम चाहिँ। कस्तो भन्दाखेरि त्यो लाइसेन्सवाला इक्जाम हो क्या हाम्रो यो अहिले जिदौसियाको चाहिँ। त्यो हजुरहरूको के अरे गाडीहरूको चाहिँ एउटा लाइसेन्स सम्बन्धी चाहिँ इक्जाम हुने रहेछ। तपाईँहरूको कस्तो हुन्छ भन्दाखेरि होइन, हाम्रो यो जिदौसिया सेवी जसले पढेको छ होइन, त्यसको चाहिँ लास्टमा कोखा सेकेन्ड भन्ने हुन्छ क्या। त्यो कटाएन भने चाहिँ हामी अब हाम्रो खाइसीहरू फिक्स, कम्पनीहरू फिक्स भए पनि हामी काम गरेर जान चाहिँ मिल्दैन। त्यस्तो मिल्दै नमिल्ने भन्दा पनि अब फेरि हामीले नेक्स्ट टाइम फेरि इक्जाम दोहोऱ्याएर दिनुपर्छ। यसको मिनिङ चाहिँ हामीले यो इक्जाम चाहिँ एनी हाउ पास गर्नुपर्छ क्या। हो त्यसको लागि प्रिपेयर गर्दै हो। अब त्यति प्रिपेयर त छैन होइन, त्यही कलेज जाने आउने भइरहेको छ। अब चाहिँ प्रिपेयर गर्नुपर्छ है एकदम। इन्ट्रेस्ट हुँदा पनि कहिलेकाहीँ अब समय र परिस्थिति त्यस्तै परिरहेको छ होइन। हजुरहरूलाई चाहिँ मैले भनेको जस्तो भ्लगहरू हाल्न पाइरहेको छैन, त्यसैले त्यसको लागि चाहिँ है माइन्ड नगर्नु होला। हाल्नेछु टाइम लाएर।